हेलो एभ्रिवान वेलकम टु माई मिनी ब्लग। हजुरहरूलाई चाहिँ मेरो मिनी ब्लगमा स्वागत छ। आज चाहिँ मैले दिनभरि के गरेँ भनेर हजुरलाई देखाउने छु। म चाहिँ सुरुमा उठेर पानी उसालेर बढाल्न थालेको थिएँ। चिया नि पकाइसकेको थिएँ कि चियासँग चाहिँ यो बाम्पो रोटी खाऊँ कि बिस्कुट खाऊँ भएको थियो। बिस्कुट चाहिँ मैले आमाहरूलाई दिइसकेको थिएँ अघि नै। अनि कुन काम भयो अनि बोकेर हिँडेँ कि म चाहिँ चिया खानलाई। मैले चाहिँ चिया बाहिर आगोमा पकाएको थिएँ कि अब जाडोमा है आगोमा पकाउँदा नि कति मजा आउँछ नि त। अनि मैले चाहिँ खाना नि बसाइसकेको थिएँ। अनि यहाँ चाहिँ छ चिया। मैले चाहिँ चिया हालेँ अनि चियासँग पाउरोटी खान थालेँ। त्यसपछि दाल झार्नको लागि मैले त्यहाँ लसुन हालेर रेडी पारेको थिएँ। बाबुले म हाल्छु भन्यो अनि हुन्छ भनेर अनि उसैलाई हाल्न लगाएँ मैले। अनि दाल चलाएँ। यहाँ चाहिँ दाल, यहाँ चाहिँ तरकारी, आलु अनि त्यसपछि यहाँ चाहिँ खाना। अनि उसलाई चाहिँ मैले खाना हालेर दिएर तलतिर जानु पर्यो भनेको भ्यू देखेँ कि भ्यू कति राम्रो हो। बिहानको 9 बजेको घाम है कति राम्रो न्यानो थियो। अनि त्यसपछि दिउँसो चाहिँ हामीले खानासाना खाइबेर चाहिँ घाम ताप्न बस्यौँ। अनि घाम अब जाडोको घाम कसलाई प्यारो हुन्न र होइन। यहाँ चाहिँ छ मेरो छोरी अनि त्यहाँ हुनुहुन्छ मेरो सासू मम्मी अनि त्यहाँ हुनुहुन्छ काकी अनि यहाँ काकीको मम्मी। अनि हामी चाहिँ दिउँसो त्यत्तिकै बसेर भोक लाग्यो कि अनि के खाऊँ भएर हामी चाहिँ दोकान गयौँ। अनि हेर्नु न घाम कस्तो चर्को हो। अनि त्यहाँ तोरीबारी कति राम्रो थियो तोरीहरू। अनि त्यसपछि हामी चाहिँ दोकान गएर फर्क्यौँ। अनि चाउचाउ ल्यायौँ कि करेन्ट चाउचाउ। अनि नानीले जुस खाँदै थिए। कस्तो कालो देखेको के त्यो कामले गरेर लाइट नमिलेर। अनि हामी चाहिँ साँझ अब ट्युसन स्टुडेन्टहरू आउँछ नि त मेरो त। म त नि खाजा खाएको नि भिडियो बनाउनु बिर्सेछु कि। अनि नानी र म चाहिँ यसरी जिस्किँदै आएको थिएँ है। नानीसँग जिस्किन मजा आउँछ कि। अनि त्यसपछि यहाँ चाहिँ छ मेरो ट्युसन स्टुडेन्टहरू। अनि ज्ञानी छन् ट्युसन स्टुडेन्टहरू आउने बित्तिकै किताब खोलेर बस्छन्। मलाई चाहिँ त्यही बानी राम्रो लाग्छ कि। सो आजको मिनी भ्लग चाहिँ यति नै। मेरो चाहिँ दिनचर्या बित्यो। सो बाई बाई गाइज।